हेलो नमस्ते यहाँहरू सम्पूर्णलाई म हजुरलाई यहाँ भिजिट गराउन गइरहेको जिल्लामा पर्ने विभिन्न ठाउँहरूको पालिकाहरू घुम्दै गर्दाखेरिमा खोटाङ जिल्लाको साकेला गाउँपालिका चाहिँ मलाई एकदम राम्रो लाग्यो हैन। यो पालिकामा चाहिँ विभिन्न बस्ने ठाउँहरू पनि एकदम राम्रो रहेछ हैन। यो बस्ने ठाउँहरू चाहिँ अनि त्यसपछि यो साकेला थान वरिपरि चाहिँ बिरुवाहरू लाउनु भएको रहेछ। यो बिरुवा पनि एकदम राम्रो छ है, भर्खर बढ्दै रहेछ यो बिरुवा चाहिँ। अनि यो ठाउँमा हेर्नुहोस् न, यो ठाउँमा बस्ने ठाउँ पनि एकदम राम्रो क्या। वाउ, कस्तो राम्रो बस्ने ठाउँ रहेको छ। अनि केराहरू पनि लाउनु भएको रहेछ यो नजिक। अनि त्यसपछि जङ्गलको छेउमै पर्दो रहेछ यो चाहिँ। यो ठाउँ चाहिँ एकदम राम्रो रहेको छ यो ठाउँमा। अनि त्यसपछि देख्न सक्नुहुन्छ यो गेट रहेको छ, यो भित्रपट्टि एउटा गेट। यो गेट चाहिँ बाहिर पनि एउटा गेट थियो, यो भित्रपट्टि पनि एउटा गेट रहेछ। अनि फोहोर फाल्नको लागि डस्टबिनको पनि व्यवस्था रहेछ यो ठाउँमा चाहिँ एकदम हैन। नमुनालाई क्या मलाई यो ठाउँ चाहिँ हजुरहरू पनि घुम्न आउन सक्नुहुनेछ। अनि हामी यो गेटबाट छिरिसके पश्चात भित्र साकेला थानमा पुग्छौँ। यो साकेला थान रहेको छ यो भित्र चाहिँ। यसमा चाहिँ विभिन्न किराँत राईहरूको हैन परम्परादेखि चलिआएको रीतिरिवाज र संस्कृतिलाई झल्काउने तस्बिरहरू देख्न सक्नुहुन्छ। यो अगाडिको साइडमा चाहिँ लेखेको छ कि सुसंस्कृत, संस्थागत र समृद्ध साकेला लेखेको रहेछ यो ठाउँमा चाहिँ। अनि यहाँ श्रीगङ्गा लिपिबाट पनि लेखेको रहेछ, म चाहिँ अलिक बुझ्दिनँ, सायद के लेखेको होला यो ठाउँमा। अनि त्यसपछि यता साइडमा रहेको छ के रहेको छ भनेदेखि यहाँ 3 चुल्हा रहेको छ, यहाँ तिरा अनि यो के हो योहरू पनि। अनि यो ठाउँमा चाहिँ साकेला सिल्ली हैन नाच्दै गरेको देख्न सक्नुहुन्छ। एकदम राम्रो छ यो ठाउँमा चाहिँ साकेला सिल्ली नाच्दै गरेको हैन। यो देखेर त मलाई पनि नाच्नु लाग्यो सैला भन्दै। अनि यहाँ रहेको छ यलम्बरको तस्बिर अनि नेपालको झन्डा। अनि त्यसपछि यो झन्डा अर्को के झन्डा पनि भन्दो रहेछ यो ठाउँमा हैन। अनि त्यसपछि राईहरूको भाषिक जातिहरू पनि यहाँ धेरै जम्मा 28 वटा रहेको छ। यहाँ पनि हजुरहरूले पढ्न सक्नुहुन्छ यो ठाउँमा। अनि यहाँ रक्सी पार्दै हुनुहुन्छ एकजना आमाले। अनि त्यसपछि यहाँ धनुबाणहरू रहेको छ यहाँ। अनि त्यसपछि धामी झाँक्री भन्छौँ हामी चाहिँ, नछौँ भन्छौँ, नाक्सो पनि भन्छ, हजुरकोमा चाहिँ के भन्छ त्यो थाहा भएन, आफ्नो भाषा अनुसार हुन्छ। अनि त्यसपछि यहाँ बिनायो बजाउँदै गरेको अनि झ्याम्टा पनि हैन बजाउँदै गरेको एकदम राईहरूको ड्रेसमा देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ। तस्बिरहरू एकदम राम्रो रहेको छ। यहाँ हामी ड्रेस लगाएर हैन बसिरहेको पनि तस्बिर देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ ढ्याङ्ग्रो भन्छौँ हामी चाहिँ, हजुरले चाहिँ के भन्नुहुन्छ। अनि यता बस्ने ठाउँ रहेको छ यहाँ गेट। यो गेटबाट चाहिँ देवीको थानमा साकेला थानमा जाने बाटो। अनि यहाँ मानापाथी डालो। अनि त्यसपछि साइडको चाहिँ के हो त्यो चाहिँ मैले बुझ्न सकिनँ। अनि यहाँ छ चिन्डो टपरी। अनि त्यसपछि अरू के नाङ्लो के रहेको छ। अनि यहाँ डोको बुन्दै हुनुहुन्छ। अनि यो चाहिँ मैले अलि बुझिनँ के हो। यहाँ तान बुन्दै गरेको तस्बिर पनि देख्न सक्नुहुन्छ हजुरहरूले। अनि त्यसपछि नेपालको नेपालको नक्सा। अनि यहाँ चाहिँ तान बुन्दै गर्नुभएको यहाँ चाहिँ देख्न सक्नुहुन्छ। एकचोटि आउनु होला घुम्न, अवश्य राम्रो ठाउँ रहेको छ यो ठाउँमा चाहिँ। हजुरहरूलाई स्वागत।